So hello and namaste सबैजनालाई. Welcome to my second mini vlog. Thanks for your love and support in first mini vlog. So here we go. म 12 बजे उठ्या किन भन्दा हिजो चाहिँ मेरो काम थियो क्या. हिजो फर्स्ट डे थियो. यस्तो थकाइ थियो. 3 बजे आएको. खाइगरी सुत्दा 4 बजे थियो. हाम्रो चाहिँ आज क्लास थिएन तर 1:30 बजे चाहिँ त्यो ट्राफिक रुल्सहरुको बारेमा के त्यो सिकाउने भन्थ्यो. त्यही भएर अनि उठ्ने बित्तिकै अनि खानासाना पकाएर हामी चाहिँ गएको जानुपर्ने थियो. खाना मात्रै पकाएर हामी चाहिँ गएकोतिर गयौं. खाएको चाहिँ थिएन. रातभरि सुत्दा थिएन. गएर फेसै कस्तो अर्कै देखिरा. यो चाहिँ हाम्रो गएको मेरो रुमबाट चाहिँ गएको जान 5 मिनेट मात्रै लाग्छ. धेरै टाढा छैन. यो जो मनी छ उसलाई नाम भन भनेको त भन्दै लजार भुत्तिकै भगेको फेरि. सो अब चाहिँ हाम्रो त्यो प्रोग्राम सुरु हुनला. सेन्सीहरु आइसक्नु भयो. अरु नि टन्नै छ तर धेरै भएर नअटेर आधी गरेको थियो के. त्यो प्रोग्राम चाहिँ 2:30 बजे सकिसकेको थियो अनि म र नौला चाहिँ एकदम भोक लागेर चाचाल गएको थियौं. उ चाहिँ हाम्रो नौलो पुगी बोय. उनी गुरुङ मनी गुरुङ त्यही भएर हामी चाहिँ नौलो भन्छ के दुईजना. गएकोबाट आउनु बित्तिकै यस्तो भोक लाग्थ्यो त्यही भएर छिटो भात खाएको मैले चाहिँ. साथीहरु नि आउँदैछ. सो म चाहिँ खाना खाने बित्तिकै सुत्ने बानी छ नि त त्यही भएर सुतेको थिएँ. म चाहिँ पुरै ज्यान दुखेको थियो नि त. यो फर्स्ट टाइम गरे अनि यस्तो ज्यान दुखेको थियो. मौसम नि पुरै यस्तो सेन्टी भएको थियो अनि म एकछिन बाहिर बसेर टोलाएँ. म 5 बजेतिर उठाएको थिएँ. मेरो काम चाहिँ 5:40 मा जानुपर्ने. त्यसपछि म लाग्यो चिया बनाउन. चिया त खाएर जानु पर्यो काममा बिकज चिया इज माई एनर्जी. उ चाहिँ कमल साथी हो. उसको चाहिँ काम छैन भन्नाले हामी 3 जना चाहिँ अर्कै काम गर्छौं. उ चाहिँ अर्कै काम गर्छ क्या. म चाहिँ अनि त्यसपछि चिया खाएर गलको फ्रेस भएर अनि निस्किन लाग्यो. पुरै हात पुरै त्यस्तो दुखेको थियो नि. म त साइको भएको थिएँ. म त गर्दिन जस्तो फिल भएको थियो तर के गर्नु पर्यो. सो म चाहिँ निस्किसकेँ कामको लागि. यो चाहिँ हाम्रो हेलमेट हो. हेलमेट लाएर गर्नुपर्ने हो. जस्तो गाह्रो हुन्छ काम. सो हामी चाहिँ बसमा जानुपर्ने हो. बसबाट 1 घण्टा लाग्छ जानलाई. बसले लिन आउँछ. सो हामी चाहिँ पुगिसक्यो अहिले. उ चाहिँ बिमला खै उसको नामै थाहा छैन के हो. सो यो हाम्रो खाइस्या हो. यहाँ चाहिँ सामान राखेर अनि मोबाइलहरु राखेर जानुपर्ने हुन्छ. 12 बजिसक्यो अहिले चाहिँ अनि हाम्रो काम सकिसक्यो अनि हामीलाई बस लिन आउँछ. बसले अनि छोडिन्छ के घर. यस्तो पानी परेको थियो बाहिर. छाता लाउन बिर्सिएँ मैले फेरि अनि पुरै पानीमा भिजिरा हुने. रुममा आउँदा 1:30 भएको थियो. यस्तो भोक लाग्थ्यो अनि साथीले खाना पकाएर राखेको थियो. त्यही खाएको हामी चाहिँ अनि कति अहिले 1:30 भइसक्यो अनि हामीलाई फेरि बिहान उठेर गएको जानुपर्ने. सो त्यही भएर आज यति नै. थ्यांक्स फर वाचिङ.